तपाईहरु फेसबुकमा लामो समय काम गर्न चाहनुहुन्छ, फेसबुकबाट अर्निङ गर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म स्क्रोल नगरिकन हेर्नुहोला। यदि यो भिडियो मन पर्यो भने यो भिडियोलाई एक लाइक, एक शेयर गरिदिनु होला। फेसबुकमा तपाई लामो समयसम्म काम गर्न चाहनुहुन्छ भने फेसबुकको गाइडलाइन्समा रहेर काम गर्नुपर्ने हुन्छ। केही फेसबुकका पोलिसीहरू हुन्छन्, फेसबुकको पोलिसी अन्तर्गत रहेर तपाईहरुले काम गर्नुपर्ने हुन्छ। आफ्नै ओरिजिनल कन्टेन्ट हाल्नुपर्ने हुन्छ। यदि तपाईले अरूको कन्टेन्ट हाल्नुभयो भने फेसबुकले तपाईलाई कपिराइट लगाइदिनेछ। कहिलेकाहीँ फेसबुकमा राम्रो काम गर्दा गर्दै पनि फेसबुकले कपिराइट लगाइदिएको हुन्छ, त्यो हामीलाई थाहा नै हुँदैन। हामीले अरूको म्युजिक लगाउँदा पनि फेसबुकले कपिराइट लगाउँछ। आउनुस् त्यो कपिराइट कहाँ हुन्छ त, कपिराइट कहाँ लागेको हुन्छ, कसरी हेर्ने, म तपाईहरुलाई एक एक स्टेप सिकाउँदै जानेछु। अब ढिला नगरी म तपाईहरुलाई मेरो मोबाइलको स्क्रिन शेयर तर्फ लाँदैछु। सबैभन्दा पहिले तपाई आफ्नो मोबाइलको होम स्क्रिनमा आउनुहोस्। त्यसपछि तपाई आफ्नो मोबाइलमा रहेको फेसबुक एप्लिकेसनलाई ओपन गर्नुहोस्। फेसबुक एप्लिकेसनलाई ओपन गरिसकेपछि तपाई आफ्नो प्रोफाइल आइकनमा जानुहोस्। प्रोफाइल आइकनमा गइसकेपछि तपाई यहाँनिर देख्नुहुन्छ सपोर्ट भन्ने अप्सन। सपोर्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। सपोर्ट भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाई यहाँनिर देख्न सक्नुहुन्छ सपोर्ट इनबक्स। सपोर्ट इनबक्सलाई क्लिक गर्नुहोस्। सपोर्ट इनबक्सलाई क्लिक गरिसकेपछि तपाई यहाँनिर आउनुभयो भने दुईवटा अप्सन देख्नुहुन्छ, रिपोर्ट अबाउट अदर्स र योर अलर्ट। यदि तपाईलाई कसैले कपिराइट लगाइदिएको छ भने तपाईको रिपोर्ट अबाउट अदर्स भन्नेमा कपिराइट लागेको हुन्छ। यहाँ मेरो कुनै कपिराइट लागेको छैन, त्यसैले नो रिपोर्ट्स देखाउँछ। त्यसपछि तपाई योर अलर्टमा जानुहोस्। यदि तपाईको कपिराइट लागेको छ तपाईको भिडियोमा भने यो योर अलर्टमा देखाउने छ। यसमा मेरो पनि कुनै कपिराइट छैन, त्यसैले नो भाइलेन्स देखाइरहेको छ। र तपाईले आफ्नो फेसबुकमा रहेको कपिराइटलाई अर्को तरिकाले पनि चेक गर्न सक्नुहुन्छ। अर्को तरिकाले चेक गर्नको लागि तपाई आफ्नो मोबाइलमा रहेको फेसबुक एप्लिकेसनलाई ओपन गर्नुहोस्। फेसबुक एप्लिकेसनलाई ओपन गरिसकेपछि तपाई आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। प्रोफाइलमा क्लिक गरिसकेपछि तपाई यहाँनिर देख्नुहुन्छ पर्सनल ड्यासबोर्ड। पर्सनल ड्यासबोर्डमा क्लिक गर्नुहोस्। पर्सनल ड्यासबोर्डमा क्लिक गरिसकेपछि यहाँनिर तपाईले आफ्नो नामको प्रोफाइल भेटाउनुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछाडि तपाई स्क्रोल डाउन गर्नुभयो भने यहाँनिर भेट्नुहुन्छ मोनेटाइजेसन भन्ने सेक्सन। यो मोनेटाइजेसन भन्ने सेक्सनमा क्लिक गर्नुहोस्। मोनेटाइजेसनमा क्लिक गरिसकेपछि स्क्रोल डाउन गर्दै तलतिर जानुभयो भने तपाईले यहाँनिर भेट्नुहुनेछ प्रोफाइल स्ट्याटस। प्रोफाइल स्ट्याटसमा क्लिक गर्नुहोस्। प्रोफाइल स्ट्याटसमा क्लिक गरिसकेपछि तपाईको यहाँनिर आफ्नो प्रोफाइलमा ब्लू टिक लागेको छ भने तपाईको फेसबुकमा कुनै पनि समस्या छैन। यदि यस्तो ब्लू टिक छ भने तपाईको फेसबुक पूर्ण रूपमा 100% कपिराइट छैन।